हेलो गाइज, हाम्रो गेममा चाहिँ यस्तो बबाल ट्रोगन र एसिएटी को रिङ आइसकेको छ। अनि यस्तो बबाल गन आउँदाखेरि साउनी डनले स्पिन नानी त कुरा हुँदै भएन। डायमन्ड पनि यति धेरै छँदैछ, 5 लाख डायमन्ड। यस्तो बबाल गन पनि छ, धेरै किस बात कि स्पिन मार्थे भन्न लाको त। एसिएटी को भन्दाखेरि पनि मलाई चाहिँ ट्रोगन चाहिँ बबाल मन पर्यो, दामी दामी। यसमा चाहिँ जहिले पनि एउटा नै दिन्छ। अनि यो एसिएटी को लुक्स चाहिँ दुई नालेको जस्तो छ, पहिलाको दुई नालेको लुक्स पनि हल्का हल्का यस्तै छ। खै दिनी त नाम हो, निशान लिँदैन, एक एकवटा दिन्छ के, त्यही पनि यस्तो रिस उठ्छ खत्ते गरिना। अब स्पिन त हान्न परिहाल्यो, अब मन परेको कुरा छोड्नु चाहिँ हुँदैन। त्यही भएर स्पिन त अर्को फेरि पनि हान्नु पर्यो। हानिहाल्यो। ओए कङ्ग्रेचुलेसन, ओए एसिएटी पो परेछ, यही ठाउँमा ट्रोगन परेको भए कस्तो बबाल हुन्थ्यो। त्यही पनि केही छैन, एसिएटी परे पनि हामी चित्त बुझाउँछौँ। ट्रोगनको लागि अझै टोकन पुगेको छैन, हामी स्पिन हान्छौँ। 5 लाख डायमन्ड सकिँदाखेरि पनि मलाई एउटा मात्रै गन दियो। यो गरिना कति लुट्छ बुहारीलाई, देख्यौ नि तिमीहरूले। यति त कसैले पनि लुट्दैन होला के, दुश्मनलाई पनि लुट्दैन होला। मलाई चाहिँ लुट्छ यो गरिना चुतिया भिखारीले। मलाई लुटी पनि धनी भएको हो के यो वास्तवमा भन्यो भने। हेर्न, बिबिसको मा पनि एक एकवटा पर्छ। बिबिसकोमा त टोकन नपुगेर स्पिन हानेको के, देन हौ 25 पुगेपछि म स्पिन हान्दैन त भिखारीलाई, छोडिदिन्छु। बक्स देते उमे तुमे भनेर छोडिदिन्छु। खै त दिँदैन। कन चाहिँ पुग्यो अहिले पछि 100 हानेर म ट्रोगन लिगिहाल्छु। तपाईँहरूले स्पिन हान्नु भयो कि भएन, तपाईँहरूलाई चाहिँ यो गनको स्किन कस्तो लाग्यो भन्न चाहिँ नबिर्सिनु होला। अनि यस्तै इभेन्टहरू निकाल्नको लागि भरपर्दो मान्छेसँग टपअप हान्न चाहनुहुन्छ भने भरपर्दो नाम भनेको एक मात्र हो, साउनी डन। मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, मेरो फेसबुक आइडी रहेको छ साउनी डन। नभए मलाई टिकटकमा पनि मेसेज गर्न सक्नुहुन्छ। है त गाइज, निकालिसक्नु भयो भने चाहिँ कति डायमन्ड सक्यो भन्न चाहिँ नबिर्सिनु होला।